वेलकम टु माई युट्युब च्यानल। यो हाम्रो शनिबारे बजारको यतापट्टि जुन तितेपाती उद्योग पहिला अलिक परतिर थियो, अहिले चाहिँ यहीँ खोलाकै बगरनिर हाम्रा जुन यस उद्योगका सञ्चालकहरूले चाहिँ यता सार्नु भएको रहेछ। अहिले मर्मत कार्यक्रम धेरै भइरहेको देखिन्छ र अहिले घरहरू पनि पर चाहिँ के डेरा मात्रै जुन बाँसको थियो भने अहिले चाहिँ पुरै घर नै निर्माण गरेर जुन सम्पन्न गरिसकेको यहाँहरूले चाहिँ गरिसक्नु भएको रहेछ र कार्यक्रम यहाँ र कार्यहरू चाहिँ धमाधम भइरहेको देखिन्छ र यहाँनिर अलिकति जोखिममूलक चाहिँ देखिन्छ। के ठुलो बर्सात आयो भने केही यो क्षेत्रले चाहिँ निकै दर्दनाक देखिन्छ र उता चाहिँ अलिकति के समस्या के जग्गातिर भयो कि भन्ने चाहिँ देखिन्छ। यहाँ त यस्तो जोखिममूलकमा नल्याउनु पर्ने हो र कि पानीको अभावले ल्याउनु भएको हो कि भन्ने पनि लाग्छ। र यस अब चाँडै नै तितेपाती उद्योग चाहिँ सञ्चालन हुनेछ र यस उद्योगले चाहिँ तितेपाती उद्योगले चाहिँ औषधिमूलक र गाउँको समग्र तितेपाती चाहिँ यहाँ उपयोग गरिन्छ र यसलाई खरिद गर्ने मौका भइरहेको छ र यस्तै अझै पनि अरू उद्योग पनि सञ्चालन गर्नुपर्ने देखिन्छ। हाम्रो जुन यो स्थित चाहिँ कि पिलासगढी शनिबारे बालबेसी फेदी या दम्बी तलतिर चाहिँ यो स्थित रहेको छ र यो सारिसक्नु भएको छ यहाँको सञ्चालकहरूले चाहिँ भन्दै म यस ठाउँलाई चाहिँ यहाँहरूमा चाहिँ प्रस्तुत गरेको छु। धन्यवाद।